अन्कोलोजी भन्नाले डिटेल्स स्टडी अबाउट क्यान्सर, मतलब क्यान्सरको प्रिभेन्सन, ट्रिटमेन्ट, डायग्नोसिस एभ्रिथिङ केमोथेरापीदेखि लिएर पुरा डिटेल्स स्टडी गर्छ नि, त्यो ब्रान्च, त्यो मेडिकल साइन्सको ब्रान्चलाई हामी अन्कोलोजी भन्छौँ। र अहिले अब टर्म्सहरू डिफाइन गरौँ हामी। अब क्यान्सर भन्नाले एउटा जिन डिसअर्डर हो जसमा अनकन्ट्रोल एबनर्मल सेल्स अफ ग्रोथ हुन्छ। अनकन्ट्रोल एबनर्मल सेल्सहरू धेरै ग्रो हुन थाल्छ र त्यो एक पार्टबाट अरू पार्ट्सहरू, बडीको अरू पार्टमा पुरै स्प्रेड हुन थाल्छ, पुरै छरिन थाल्छ। जस्तो कि एउटा यो सेल छ, नर्मल सेल छ, यसमा जिन म्युटेसनहरू हुन्छ, जिन म्युटेसन भएर र यो बडीको पार्टको सेलहरू नि अरू पार्टमा एकदम छिटो नर्मल सेल जस्तो मल्टिप्लाई हुन्छ नि, त्यो भन्दा मतलब धेरै स्पिडमा अरू धेरै यस्तै मल्टिप्लाई हुन थाल्छ क्यान्सर सेल्सहरू, बुझ्नुभयो? अनि यो यति छिटो डिभाइड भएर अरू पार्टहरूमा पनि पुरै त्यो अरू पार्टहरूमा पनि स्प्रेड भइहाल्छ, छरिहाल्छ पुरै। यही हो क्यान्सर। ल यो भयो। केमोथेरापी भनेको के हो? केमोथेरापी एउटा सिस्टेमिक क्यान्सर ट्रिटमेन्ट हो जसमा पावरफुल ड्रगहरू युज गरेर हामी यो छिटो डिभाइड हुने सेल्सहरू छ नि, यसलाई हामी किल गर्ने, डिस्ट्रोय गर्ने काम गर्छौँ। केमोथेरापी इज अ सिस्टेमिक क्यान्सर ट्रिटमेन्ट जसमा पावरफुल ड्रगको युज गरेर टार्गेट एन्ड डिस्ट्रोय रेपिडली डिभाइडिङ क्यान्सर सेल इन द बडी। भयो? के हो अब? बायोप्सी भनेको एउटा मेडिकल प्रोसिजर छ। सिम्पली हामी यहाँ बुझौँ। बायोप्सी भनेको हामी कुनै पनि क्यान्सर पेसेन्टको, सा नन क्यान्सरस पेसेन्टको टिस्यु हामी लिन्छौँ र त्यो टिस्युलाई त्यो ल्याबमा हामी दिन्छौँ डायग्नोसिसको लागि ल्याबमा दिन्छौँ र त्यो बायोप्सीले हामीलाई कन्फर्मेसन दिन्छ कि क्यान्सर छ कि छैन, यो पेसेन्टलाई क्यान्सर छ भने कुन स्टेजमा छ, त्यसको मतलब डायग्नोसिस स्टेज। र सिम्पली बुझौँ न हामी, बायोप्सी इज अ मेडिकल प्रोसिजर वेयर सैंपल of tissue is taken from the patient for the purpose of examination and diagnosis. Simply, biopsy is a confirmation diagnosis of cancer cell and its stages. भयो? ल ल्युकेमिया भनेको सिम्पली ग्रुप अफ ब्लड क्यान्सर हो, सिम्पली ब्लड क्यान्सर हो जसले बोन म्यारोलाई इफेक्ट पार्छ। यो बोन छ, यो बोन म्यारो भयो। यो बोन म्यारोमा सपोज यो बोन म्यारोमा क्यान्सर भएको छ जस कारणले गर्दा एबनर्मल ब्लड सेल्सहरू प्रड्युस गर्छ। बोन म्यारोले एबनर्मल ब्लड सेल्सहरू प्रड्युस गर्न थाल्छ, त्यही हो ल्युकेमिया। लिम्फोमा भनेको लिम्फेटिक सिस्टमको क्यान्सर हो जस कारणले गर्दा एबनर्मल व्हाइट ब्लड सेल्सहरू डब्ल्युबिसीको ग्रोथ हुन्छ। यो दुई किसिमको हुन्छ, नन हडस्किन लिम्फोमा। डिफाइन एन्ड क्लासिफाई ट्युमर आर सलिड मास अफ लम्प। ट्युमर भनेको एउटा सलिड मास अफ लम्प हो जसलाई हामी गिल्टी पनि भन्छौँ। सिम्पली टु टाइपको हुन्छ, बिगाइन ट्युमर, म्याग्लियन ट्युमर। बिगाइन ट्युमर सर्कमसाइज हुन्छ, लोकल ठाउँमा हुन्छ जुन क्यान्सर सेलमा ट्रान्सफर हुँदैन। बिगाइन ट्युमर भन्नाले जुन क्यान्सर सेलमा ट्रान्सफर हुँदैन, जुन ट्युमर क्यान्सर सेलमा ट्रान्सफर हुँदैन त्यसलाई हामी बिगाइन ट्युमर भन्छौँ। र यो बिगाइन ट्युमर सर्जरीले इजिली रिमुभ गर्न सक्छ। जस्तो कि यो बिगाइन ट्युमर छ, सपोज द्याट यो बिगाइन ट्युमर छ त यसको नि यो बोर्डर हुन्छ नि, बोर्डर एकदम हुन्छ, बोर्डरेड हुन्छ जस कारणले हामी यसले सर्जरी गरेर इजिली रिमुभ गर्न सक्छौँ। ल वेल रिमुभ बिकज अफ वेल बोर्ड डिफाइन बोर्डर भयो। र यसको इक्जाम्पलहरू युट्राइन फाइब्रोइड, ओस्टियोफाइट्स, मेलानोसाइटिक नेभी स्किन मोल्सहरू, स्किन ट्याग्सहरू इक्जाम्पल भयो यसको। ल यो सेकेन्ड नम्बर म्यालिग्नेन्ट ट्युमर भन्नाले म्यालिग्नेन्ट ट्युमर कमनली कज क्यान्सर। यो क्यान्सरलाई नि म्यालिग्नेन्ट ट्युमर भन्छौँ, क्यान्सरस ट्युमरलाई म्यालिग्नेन्ट ट्युमर भन्छौँ। दे इन्भेड एन्ड डिस्ट्रोय द सराउन्डिङ टिस्यु। त्यो सराउन्डिङमा यो सपोज यो भयो म्यालिग्नेन्ट ट्युमर भयो। म्यालिग्नेन्ट ट्युमर यसले क्यान्सरस ट्युमर पनि भन्छ। मेटास्टेटिस हुन्छ। मेटास्टेटिस भन्नाले आफ्नो ओरिजिनल ठाउँबाट अरू ठाउँमा ट्रान्सफर हुने क्यापेसिटीलाई मेटास्टेटिस भनिन्छ। र यदि हामी यसलाई म्यालिग्नेन्ट ट्युमरलाई हामी ट्रिट गरेनौँ त यो डेथ पनि हुनसक्छ मान्छेको, किनभने क्यान्सरले त युजली डेथ लगाइरहेको हुन्छ नि।
सो द्याट हामीले यसलाई ट्रिट गर्न माइग्रेन ट्युमरलाई ट्रिट गर्न एकदम जरुरी, अत्यन्त जरुरी छ। डिस्क्राइब द जेनरल प्रिन्सिपल अफ केमोथेरापी। केमोथेरापीको जेनरल प्रिन्सिपल के हो त्यसलाई डिस्क्राइब गर्नु छ। सिलेक्टिभ टक्सिसिटी, क्यान्सर सेल किल मोर देन नर्मल सेल, मतलब केमोथेरापिक एजेन्टले, थेराप्युटिक एजेन्टले क्यान्सर सेललाई बढी गरेर किल गर्नु पर्यो, न कि नर्मल सेल्सलाई धेरै किल गर्नु पर्यो। कम्बिनेसन थेरापी दिन्छौँ हामी, मल्टी ड्रग युज गर्छ त्यसलाई कम्बिनेसन थेरापी भन्छ। त्यो इन्क्रिज इफेक्टिभनेस बढोस्, हाम्रो रेसिस्टेन्सहरू डिक्रिज हुनको लागि मेनली हामी मल्टिपल ड्रगहरू युज गरिरहेको हुन्छौँ केमोथेरापीमा। सेल साइक्लेसन ड्रग मे बी स्पेसिफिक और नन स्पेसिफिक यूज टुगेदर, डोज एन्ड शेड्युल्स गिभन इन साइकल, मतलब फेरि दिन्छ, जस्तो कि रेस्ट प्लस रिकभरी, किनभने नर्मल सेल्सहरू पनि त डिस्ट्रोय भइरहेको थियो, सो द्याट त्यसलाई रिकभर हुनको लागि डोज एन्ड सेड्युल्स पनि हुन्छ, रेस्ट प्लस रिकभरी हुनको लागि। नन एडजुभेन्ट र एडजुभेन्ट आफ्टर एन्ड बिफोर सर्जरी दिने गर्छौँ। टक्सिसिटी इफेक्ट बोन म्यारो, हेयर एन्ड जिआई ट्र्याकहरूलाई इफेक्ट गर्छ, त्यो सबै सोचे सम्झेर दिनुपर्छ हामीले केमोथेरापी। इन्डिभिजुअलाइजेसन डिपेन्ड्स अन क्यान्सर टाइप एन्ड पेसेन्ट कन्डिसन कस्तो छ, त्यसले कतिको थेक्न सक्छ टक्सिसिटी कि थेक्न सक्दैन, त्यो सबै हेरेर। गोल के हुन्छ, मेन एम के हुन्छ, क्युरेटिभ अर प्यालेटिभ। अगर मतलब सुरुकै स्टेजमा छ भने त्यसलाई ट्रिटमेन्ट गरेर हामी ट्रिटमेन्ट गरिहाल्छौँ, क्योर गरिहाल्छौँ। तर लेटर स्टेजमा गइसकेको छ, एडभान्स स्टेजमा गइसकेको छ त हामीले प्यालिएटिभ त्यसलाई ट्रिटमेन्ट दिन्छौँ। प्यालिएटिभ ट्रिटमेन्ट भन्नाले ट्रिटमेन्ट अर केयर गिभन टु रिलिभ सिम्थम्सहरू रिलिभ गर्नलाई मतलब क्यान्सर पेसेन्टहरूलाई पेन धेरै भइरहेको हुन्छ नि, सो त्यसलाई रिलिभ गर्नको लागि हामी ट्रिटमेन्ट गरिरहेको हुन्छौँ। हामी कोसिस गरिरहेको हुन्छौँ कि क्यान्सर क्योर भइहाल्छ, तर त्यो हुन सक्दैन। सो द्याट डिस्कस टक्सिसिटी अफ केमोथेराप्युटिक एजेन्ट। केमोथेराप्युटिक एजेन्ट भन्नाले जुन केमिकल एजेन्टलाई हामी युज गरेर क्यान्सरको ट्रिटमेन्ट गर्छौँ नि, त्यसैले भन्छ केमोथेराप्युटिक एजेन्ट। त्यसमा ड्रग्सहरू पर्छ जसलाई नियोप्लास्टिक, एन्टी नियोप्लास्टिक र साइटोटक्सिक्स पनि भन्छ। साइटोटक्सिक्स हामी यस कारणले भन्छौँ किनभने त्यो छिटो डिभाइड हुने सेल हुन्छ नि, क्यान्सरस सेलहरू त छिटो डिभाइड हुन्छ, त्यसलाई टक्सिसिटी गरेर डिस्ट्रोय गर्छ, त्यसैले हामी साइटोटक्सिक ड्रग पनि भन्छौँ। र यो साइटोटक्सिसिटी छिटो डिस्ट्रोय मतलब छिटो डिभाइड हुने सेलमा एक्ट गर्छ, क्यान्सरस सेलमा। अनि हाम्रो बडीको बोन म्यारो, हेयर फोलिकल र ग्यास्ट्रिक म्युकोजलहरू पनि त छिटो डिभाइड हुन्छ। क्यान्सर नभए पनि यो हाम्रो ग्यास्ट्रिक म्युकोजल र हेयर फोलिकल, बोन म्यारोको सेल्सहरू एकदम छिटो डिभाइड हुन्छ। तब यो साइटोटक्सिक एजेन्टले समझ्छ कि मतलब यो छ नि यो छिटो डिभाइड भइरहेको हुन्छ, तब यो केमोथेराप्युटिक एजेन्टले बुझ्छ कि यो पनि क्यान्सरस सेल हो अनि यिनीहरू नर्मल सेललाई पनि डिस्ट्रोय गर्न थाल्छ। यो नर्मल सेल्सहरू छ नि तीनवटा, यो ठाउँको नर्मल सेल्सहरू पनि डिस्ट्रोय भइरहेको हुन्छ, सो द्याट यो 3-4वटा ठाउँमा बडी साइड इफेक्ट सो हुन्छ। मेनली बोन म्यारो सप्रेसन हुन्छ, बोन म्यारोमा इफेक्ट गरिरहेछ। एलोपेसिया हुन्छ, एलोपेसिया भनेको हेयर फल क्यान्सरको ट्रिटमेन्टले हो, न कि क्यान्सरले त त्यति गराउँदैन यो साइटोटक्सिक ड्रगहरूले। डायरिया हुन्छ किनभने ग्यास्ट्रिक म्युकोसाहरू त्यो किल गर्दैछ, डेड हुँदैछ। नजिया, भोमिटिङ हुन्छ, इम्युनोसप्रेसन, अपर्चुनिटी इन्फेक्सनहरू पनि हुनसक्छ। इम्पेयर वुन्ड हिलिङ बिस्तारै हुन्छ किनभने नयाँ जेनेरेट हुने सेल्सहरूलाई पनि त डिस्ट्रोय गरिरहेको छ नि। स्किन एलर्जी हुनसक्छ, टाइटेनोजेनिसिटी हुनसक्छ, हाइपरयुसेमिया पनि, युरिसेमिया पनि हुनसक्छ, स्टेरिलिटी पनि हुनसक्छ। ल 5 नम्बर लिस्ट एनी 5 केमोथेराप्युटिक एजेन्ट। त्यही केमोथेराप्युटिक एजेन्टको नाम लेख्नु छ 5वटा। तब साइक्लोफस्फेमाइड, मिथोट्रेक्सेट, डोक्सोरुबिसिन, भिनब्लास्टिन, फिनास्टेराइड। क्लासिफाई केमोथेरापी इन्ड्युस नजिया एन्ड भोमिटिङ। केमोथेरापी इन्ड्युस नजिया भोमिटिङलाई CINV ले हामी डिनोट गर्छौँ।
केमोथेरापीको पेसेन्टलाई नजिया भोमिटिङ हुन्छ। यसको एउटा सिरियस साइड इफेक्ट नै हो, जसलाई हामीले 5 टाइपमा क्लासिफाई गर्छौँ। एक्युट, डिले, ब्रेक थ्रू, एन्टिक्रिप्टोरी, रिफ्र्याक्टोरी। एक्युट भन्नाले विदिन 24 आवर केमोथेरापी दिएपछि पेसेन्टलाई 24 घण्टाभित्र भोमिटहरू नजियाहरू भइरहेछ, त्यसलाई एक्युट भन्छौँ। डिले भनेको 24 घण्टापछि 5 दिनसम्म, 24 घण्टापछि 5 दिनसम्म अगर नजिया भोमिटिङ भइरहेछ त्यसलाई डिले भन्छौँ। ब्रेक थ्रू भन्नाले प्रोफाइलेक्टिक ट्रिटमेन्ट, मतलब प्रोफाइलेक्टिक मतलब प्रिभेन्टिभ ट्रिटमेन्ट दिएपछि, एन्टिमेटिकको प्रिभेन्टिभ ट्रिटमेन्टहरू दिएपछि पनि भइरहेछ, यसलाई ब्रेक थ्रू भन्छौँ। एन्टिक्रिप्टोरी भन्नाले मेमोरीले टेस्टले ट्रिगर गर्छ, भिजन एन्जाइटी रिलेटेड केमोथेरापी, पेसेन्टले सोच्छ कि मैले केमोथेरापी भइरहेको छ, त्यसको टेस्टले, स्मेलले, अर्डर, एभ्रिथिङ मतलब मेमोरीहरू, त्यसलाई भन्छौँ कि एन्टिक्रिप्टिभ, तिनीहरूलाई एन्टिक्रिप्टिभ भन्छौँ। रिफ्र्याक्टोरी भन्नाले एन्टिमेटिक, जति एन्टिमेटिक दिए नि फेल भएर त्यो भोमिटिङ भएको भएछ, एन्टिमेटिकले काम गर्न छोडेको छ, त्यसलाई रिफ्र्याक्टोरी भन्छौँ। एकचोटि फेरि समरी हेरौँ। एक्युट भनेको विदिन 24 आवर, डिले भनेको 24 आवरदेखि 5 दिनसम्म, 24 आवरभन्दा पछि 5 दिनसम्म डिलेको। ब्रेक थ्रू भन्नाले प्रोफाइलेक्टिक मिन्स प्रिभेन्टिभ ट्रिटमेन्ट दिएपछि पनि भइरहेछ भने ब्रेक थ्रू। एन्टिक्रिप्टिभ भन्नाले ट्रिगर बाई टेस्ट, अर्डर, मेमोरिज, भिजन, एन्जाइटी रिलेटेड टु केमोथेरापी, एन्जाइटीहरू पेसेन्टले हुन्छ कि मैले केमोथेरापी भइरहेछ त्योहरू। रिफ्र्याक्टोरी भनेको हामीले मतलब एन्टिमेटिक जति नै दिएपछि एन्टिमेटिकहरू काम गर्न छोडिदिन्छ, एन्टिमेटिकहरू काम गर्न फेल भएर पेसेन्टले नजिया भोमिटिङ हुन्छ, त्यसलाई रिफ्र्याक्टोरी भनिन्छ। ल यो 5वटा क्लासिफिकेसन छ केमोथेरापी इन्ड्युस्ड नजिया भोमिटिङको। म्यानेजमेन्ट अफ केमोथेरापी इन्ड्युस्ड नजिया भोमिटिङ। केमोथेरापीले गर्दा नजिया भोमिटिङ भइरहेछ पेसेन्टलाई, त्यसलाई कसरी म्यानेज गर्ने। द ट्रिटमेन्ट एप्रोच, दुईवटा ट्रिटमेन्ट एप्रोच हुन्छ हामीसित, एउटा प्रिभेन्टिभ र रेस्क्यु। प्रिभेन्टिभ भन्नाले केमोथेरापी भन्दा पहिले प्रिभेन्टिभ के गर्छौँ हामी, केही चिज हुनुभन्दा पहिला नै हामी प्रिभेन्सन गर्छौँ त्यो प्रिभेन्टिभ हुन नदिनलाई, यो छ प्रिभेन्टिभ हुन नदिनलाई। रेस्क्यु भनेको भइरहेछ ब्रेक थ्रू नजिया भोमिटिङ, त त्योबाट हामी कसरी बस्ने, कसरी पेसेन्टले बचाउने, जसको लागि 5-HT3 इन्हिबिटर, 5-HT3 इन्हिबिटर हामी सेकेन्ड इयरमा पनि पढेका छौँ, जसले 5-HT3 इन्हिबिटर एउटा पोटेन्ट एन्टिमेटिक ड्रग हो, जसको इक्जाम्पलमा ओन्डास्ट्रोन, ग्यानिस्ट्रोन, डाल्टास्ट्रोन, टोपिस्ट्रोन, प्लानोस्ट्रोनहरू पर्छ, जसले यहाँ ब्लक गर्छ सेरोटोनिन। 5-HT इन्हिबिटर भनेको त ब्लक गरिरहेछ नि, गटमा ब्रेनमा CTZ केमोथेरापी रिसेप्टर जसलाई ब्लक गरिरहेछ यो। YNK1 इन्हिबिटर, यो एउटा 2005मा यो एन्टिमेटिक ड्रग निस्केको थियो केमोथेरापी इन्ड्युस्ड नजिया भोमिटिङको लागि, स्पेसली जुन एक्युट र डिले मेसिसलाई केमोथेरापीले गर्दा एक्युट र डिले भोमिटिङहरू हुन्छ, नजियाहरू त्यसलाई हटाउँछ, त्यो पी सब्सटेन्सलाई ब्लक गर्छ, बाइन्ड हुन दिँदैन YNK1 रिसेप्टरमा, सो त्यही हुन्छ ब्रेनको भोमिटिङ सेन्टरमा। यसको इक्जाम्पल छ रोलापिटान्ट, नीटोपिटान्ट, फोरास्प्रिटान्ट। न्यूरोलेप्टिक एजेंट, they are primarily used to treat anti-creptor nausea and vomiting which is triggered by anxiety. न्यूरोलेप्टिक भनेको त्यही बेन्जोडाइजिपिन, लोराजिपाम, अल्प्राजोलाम, जसले मतलब पेसेन्टलाई लाग्छ कि पेसेन्टलाई एकदम हुन्छ तनाव हुन्छ, त्यो तनाव हुन्छ, एन्जाइटीहरू भइरहेको हुन्छ कि मैले क्यान्सर छ, केमोथेरापी चलिरहेछ, एकदम टेन्सन हुन्छ नि, त्यसलाई त्यो टेन्सनहरूलाई मेमोरी त्यो टेन्सनहरूलाई त्यो डिक्रिज गर्ने काम गर्छ यिनीहरूले, न्यूरोलेप्टिकहरूले। अल्टरनेटिभ ट्रिटमेन्ट, नन फार्माकोलोजिकल ट्रिटमेन्ट पनि भन्छ, जिन्जर खाने त्यसले अलि राहत दिन्छ कि पेसेन्टलाई। अनि स्ट्रङ सेन्टेड सपहरू नयुज गर्ने, डाइटरी मोडिफिकेसन गर्ने, सानो अलिअलि धेरै टाइम खाने दिनभरिमा, हाई प्रोटिन हाई क्यालोरीहरू खाने, ड्रिङ्क क्लियर लिक्विडहरू खाने, न कि कार्बोनेटेड ड्रिङ्कहरू खाने के।
मुभिङ रिमुभ गर्ने, स्पाइसी खाना, फ्याटी फ्राइड एसिडिक फुडहरूलाई डाइबाट रिमुभ गर्ने, र यति भन्दै अब यो च्याप्टर सक्यो।